सोच्नु न मलाई हो र खै भनेर भन्छ नि मलाई थाहा छैन हो र मलाई त थाहा छैन कस्ती चाहिँ भन्छ नि कस्ती रहेछ त कस्ती कस्तो लाग्यो राम्ररी छ जोडा मिलेको छ ऊ त्यो अनुहार एउटै त्यो त दाजु बहिनी भइहाल्यो अनुहार मिल्यो भनेदेखि त कसको फोटो देखाएको तैँले आमाको यस्तो भिडियो बनाइदिएको छोराबुहारीको धनी हुने बेला अब 10 वर्षपछि 10 वर्ष नै बुढो हुन्छ 27 वर्ष हुन्छ 26-27 वर्ष अनि 26-27 वर्ष अनि ठिक्क हुन्छ नि कहाँ बुढो हुन्छ अनि कति रमाइलो होला यति बिहेमा अनि आमा पनि नाच्नुपर्छ अब कहाँतिर गएर वृन्दावनमा गएर घुमेर कति अहिले देखाइसक्यो मलाई म घुम्ने ठाउँ सपनामा कस्तो कस्तो ठाउँमा जानु पर्दो रहेछ मरेर के कुरा है गतिलो हुँदो रहेछ मरेपछि मलाई यस्तो पहरो यो आकाश जत्रो अग्लो पहरो भिड त्यो भिडमा के भनेको यस्तो धारबाट यता पनि ननाङ्गा रे यसै हिँड्नुपर्छ अरे मलाई देखाएको ए केमा सपनामा अनि पानी खान जान्छु भनेर भने भिड पहरो पानीको छाँगो भेटाइँदैन मलाई यसरी हातले लम्काएर मलाई पानी खान देऊ न मलाई पानी खान देऊ भनिदिँदैछु हातले यसरी हेरी बुढा त घुमिरहेछ नि बुढा ठेगानमा छैनन् अहिलेसम्म 84 लाख जुनी घुम्नुपर्छ अरे 84 लाख जुनी पर्दैन कसले देखेर आएछ र सपनामा मलाई घर पुर्याइदेऊ मेरो घर देखिनँ मैले मलाई घर पुर्याइदेऊ अलाप र बिला भने मेरो राजु के तेरो घरको नाम के हो भन्छ अब मेरो छोराको नाम